हेलो गाइज अगेन माई न्यू ब्लग चाहिँ आज होइन यो कुन ठाउँ हो थाहा छ कि छैन हो यो कुन ठाउँ हो यो चाहिँ वेट है 2 मिनट होइन यहाँको बारेमा केही जानेको कुरा चाहिँ वर्णन गर्न गइरहेको छु होइन यो चाहिँ दोलखाको रुङराङ भन्ने स्थान हो होइन यहाँ चाहिँ हामी चाहिँ पावर हाउसको काम गर्नको लागि आछौँ होइन यहाँ चाहिँ हेर्न सक्नुहुन्छ होइन यो चाहिँ हो हाम्रो बस्ने स्टे होम हो होटल पनि हो होइन पुरै बाँसको घरिया बाटा बनेको हो एकदमै राम्रो छ हेर्नको लागि एकदमै ब्युटिफुल छ होइन एकदमै राम्रै छ यहाँ चाहिँ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ गार्डनिङ छ हेर्न सक्नुहुन्छ राम्रै गार्डनिङ एकदमै राम्रो छन् होइन फुलहरू हेर्न सक्नुहुन्छ एकदमै सुपर छन् अनि गार्डनिङ गरेको छ पहाडमा भनेको यतिको गार्डनिङ भनेको धेरै राम्रो हो के गार्डनिङ अब हेर्न सक्नुहुन्छ होइन पहाड छ होइन यो पहाड पनि छ त्यो पहाड पनि छ होइन त्यो अगाडिको पहाड होइन अनि त्यो ठ्याक्कै त्यो बिचमा के भन्छन् कुलो के भन्छन् यहाँ त्यस्तो खासै थाहा छैन अनि त्यही ठ्याक्कै त्यहीँनिर होइन हाम्रो पावर हाउस छ होइन यो चाहिँ ठ्याक्कै लोकेसन रहेछ होइन रुङराङको त्यो पुल ब्रिज हो होइन ब्रिजको ठ्याक्कै लोकेसनमा पर्छ यो अनि हेर्न सक्नुहुन्छ यहाँ चाहिँ ठ्याक्कै अगाडि त्यो सेतो बादल लागेको छ होइन क्लाउड लागेको छ होइन त्यहाँ चाहिँ हिउँ पर्छ हिउँ पनि देखिन्छ ठ्याक्कै अगाडि अलिकति अगाडि गयो भने त्यहाँ चाहिँ हिउँ परेको देख्न सकिन्छ माथि चाहिँ पहाडमा हिउँ चाहिँ देख्न सकिन्छ हिमाल हो कि हिउँ हो त्यति खासै त मलाई पनि थाहा छैन होइन गाइज अनि भन्दाखेरि के हो यहाँ चाहिँ मार्केट त नजिकै छ नि धेरै होइन सानो पसल त्यहाँ थापेर रहेछ एउटा अगाडि छ पसल होइन अनि त्यो देख्न सकिन्छ ऊ चाहिँ बारपक होइन त्यहाँ चाहिँ ठुलै मार्केट छ सुनेको रहेछु तर जान चाहिँ गएको छैन होइन चाहिँ त्यहाँ ठ्याक्कै त्यहाँ अगाडि चाहिँ बालुवा भन्ने एउटा मार्केट रहेछ ठ्याक्कै यहाँ यही चाहिँ बाटोदेखि जान सकिन्छ बारपक भन्ने मार्केट रहेछ सानै मार्केट रहेछ त्यस्तो धेरै ठुलो तराईको जस्तो त मार्केट छैन यता कतै अनि